अध्यागमन विभागले जनवरी 1, 2026 देखि सञ्चालनमा ल्याएको विदेशी नागरिक सूचना व्यवस्थापन प्रणालीमा सेवा प्रदायकहरू रजिस्टर गर्न र एराइभल, डिपार्चर अथवा चेक इन चेक आउटको इन्फर्मेसन अपडेट गर्नको लागि सबभन्दा पहिला सुरुमा नेपाली port.new.immigration.gov.np सर्भिस प्रोभाइडरमा क्लिक गरिसकेपछि एप्लाई फर रजिस्ट्रेसन भन्ने छ नयाँ सर्भिस प्रोभाइडरहरूको लागि र यो फर्म भरेर अध्यागमन विभागको सूचना प्रणालीमा दर्ता हुनु पर्यो र अध्यागमन विभागले यो सर्भिस प्रोभाइडर अथवा सेवा प्रदायकलाई भेरिफाई गरिसके पश्चात युजर नेम र पासवर्ड मोबाइल नम्बर अथवा इमेलमा जान्छ र त्यो मोबाइल नम्बर र इमेल युज गरेर यो प्रणालीमा लगइन गर्न सकिन्छ। त्यो युजर नेम र पासवर्ड हानेर लगइन गरिसकेपछि यस्तो खालको ड्यासबोर्ड खुल्छ र यसमा सुरुमा पर्पोज भन्ने छ। यो पर्पोज भने कुनै पनि विदेशी नागरिकले अध्यागमन विभागको मोबाइल एप डाउनलोड भए यो क्युआर स्क्यान गरेर डाइरेक्ट ट्राभलरले पनि चेक इन चेक आउटको इन्फर्मेसनहरू हाम्रो प्रणालीमा अध्यागमन प्रणालीमा इनरोल गर्न सक्छ र यो क्युआर कोडलाई सर्भिस प्रोभाइडरले आफ्नो डेस्कमा प्रिन्ट गरेर पनि टास्न सक्नुहुन्छ र यदि सेवाग्राहीले मोबाइल एपहरू बोक्नु भएको छैन भने सर्भिस प्रोभाइडर हिस्ट्री भन्ने छ। यो सर्भिस प्रोभाइडर हिस्ट्रीमा गइसकेर हामीले म्यानुअल इन्ट्री भन्ने छ। म्यानुअल इन्ट्री कुन पर्पजको लागि तपाईँको आएको हो त्यो चुज गर्नु पर्यो। त्यसपछि ट्राभलरको कन्ट्री, पासपोर्ट नम्बर र कहिले चेक इन अथवा चेकआउट हुँदैछ त्यो डेट चुज गरेर सबमिट गरिदिइसकेपछि अपडेट हुन्छ र यस सँगसँगै सर्भिस प्रोभाइडरको युजरहरू पनि यहाँबाट व्यवस्थापन गर्न सकिन्छ। मल्टिपल युजरहरू भयो भने यहाँबाट व्यवस्थापन गर्न सकिन्छ र कुनै सर्भिस प्रोभाइडरले आफ्नो सिस्टमसँग इन्टिग्रेट गर्न चाहनुभयो भने एपिआई थ्रु इन्टिग्रेट गरेर इमिडिएटली अध्यागमन प्रणालीमा ट्राभलर अथवा सेवाग्राहीहरूको विवरण अध्यावधिक गर्न सकिन्छ।